यसले मलाई हिजोदेखिको फोन गरेको आफू नाच्दै थिएको हो हिजो म नाटकमा थिएँ के हिजो ह्यान्डसेक गरौँ तर भिडियोमा कति राम्रो देखेको यो त यार मेरो कलर त म्याच गरेछ त यार ओ माई गॉड यो चाहिँ मेरो साथी है पुर्साङ हेलो भन्दैन न मेरो भर्खर भर्खर सिक्ला गजब बेइज्जती किन सक्नुहुन्छ यो मम्मीले बोल्नु भएको रोटी अनि मैले बोलेको रोटी काम पनि भइहाल्यो त्यो अब यसको जिन्दगी गाउँमै बित्ने भयो जस्तो केही छैन अब बाउले बिहा गरिदिन्छ अनि त्यसपछि बुढा घर जाने अनि बुढाले भात पकाउने खुवाउने यस्तै अनि कहिले कहीँ माइत आउँदा भेट्ने दुईजना त हाम्रो त्यही रहेछ राम 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 ओए कहाँ पुगेको ओ हेर्नु यहाँ ल्या लिङ्गो त्यहाँ चाहिँ लिङ्गो त कटेर के को माथि हेलो गाइस नमस्ते एन्ड सेवा वेलकम ब्याक टु माई च्यानल अगेन दिस इज मी बिना गुरुङ राई फ्रम खोटाङ अनि आज चाहिँ म मेरो घर छोडेर पनि माइत घर आइसकेँ किनकि अब तिहार लाग्दैछ साथीहरू त्यही भएर आज चाहिँ रहेको छ गोरु तिहार त्यही भएर अन्त म माइत आइदिएको छु सबैलाई ह्याप्पी तिहार पनि भन्न चाहे ह्याप्पी गोरु तिहारमा चाहिँ अनि घरमा गोरु पुजेर पनि घरको अलिअलि काम भ्याएर पनि दाइसँग आएँ मेरो माइत र घर नजिकै छ क्या साथीहरू त्यही भएर आज आइदिएँ गोरु तिहारको दिन आइदिएँ न त टाढो टाढो भए त अब अगाडिदेखि नै जानुपर्छ त्यही नै हो अनि अहिले ठ्याक्क 12 बज्न आँट्यो अनि अब म यहाँ मम्मीले मलाई तरकारी बनाइदिनु हुँदैछ म तरकारी खाएर भात खाएर एकछिनमा भेटौँला म के गर्छु तपाईँहरूलाई देखाउने नै छु मेरो घरको भ्लगमा चाहिँ कति हेर्नुहुन्छ अब माइतको पनि हेर्नु होला मम्मीले मलाई प्राउन भुल्याउनु भएको अरे कति यस्तो बनाइदिन्छ छोरी आउँदाखेरि उहाँ चाहिँ मेरो मम्मी हुन्छ साथीहरू मम्मीलाई वेलकम छ मेरो भ्लगमा धन्यवाद भन्नु अरे दिउरेमा बनाएर नि होला ग्यास पनि सफा गर्ने बेला भएछ के गर्नु मम्मी र बाबा मात्रै हुनुहुन्छ साथीहरू भ्याउनुहुन्न आज म सफा गरिदिन्छु ओइ मम्मीहरूले चाहिँ मासु थियो नि त सुँगुरको मासु थियो सुँगुरको मासु खाँदैन त्यही भएर अन्डा पाक्दैछ साथीहरू अन्डा हेलो यो चाहिँ मेरो गाउँको भाइ है साथीहरू हेलो यसको नाम चाहिँ आशिष हो लाउरे लाग्नु नसकेर यो चाउरे ग्यास्ट्रिक छ के रक्ति चाहिँ खान्छ राइट हाम्रो घरदेखिको देखिने नजराहरू चाहिँ यस्तै हो यो चाहिँ मेरो माइत घर अनि यहाँदेखि देखिन्छ दिक्तेल बजार राति चाहिँ राम्रो देखिन्छ हौ यो चाहिँ दिक्तेल बजार है साथीहरू दिक्तेल बजार गाइस साह्रै माया लाग्छ हो गाह्रो छ हौ यस्तो फोहोर हुँदैन मात्रै अब आमा बाउ भाउँदैनन् धुनलाई भ्याउँदैनन् कि नधुको कि अहिले चाहिँ म धुएर एकदम चकाचक पारिदिन्छु साथीहरू चकाचक यो खास चाहिँ म हिजो लक्ष्मी पूजा गर्नु अनि रङ्गोली बनाउनु भनेर आउनु पर्यो भने मेरो कलरहरू पनि टन्नै लिइरहन्थेँ आउनै भ्याइएन के गर्नु गाह्रो छ बिहे गरेपछि यता पनि फर्किनु पर्यो अनि त्यही नै हो अनि घरमा चाहिँ मैले जे होस् राम्रै बनाएको थिएँ रङ्गोली भिडियो चाहिँ बनाउने फुर्सदै पाइएन हौ साथीहरू फोन पक्रिनु पनि भ्याइएन भनौँ न अनि साथीहरू मैले यस्तो राम्रो बनाइदिएँ यस्तो राम्रो हुन्छ यो धुँदाखेरि है राम्रो मम्मीले धुँदै पारेर राख्नु भएको छ अनि यहाँ के भयो भन्दा धुँदै यो धेरै पुरानो भएर होला नि त पहिला म दिक्तेल बस्दाखेरि पढ्दाखेरिको यो ग्यास चुल्हा हो कि साथीहरू अनि यस्तो भइसकेको छ अनि मैले खासै छुइनँ यसलाई धुँदाखेरि त्यस्तो भयो यस्तो हुँदो रहेछ यो खिएर फला नि त फिङ्गर फुलाउन आँटेको यो मम्मीले तेल फुटाइदिनु हुँदैछ
भन्नु तिहारमा टाइम त छोरा मान्छेलाई सजिलो छ नि। भनेर चाहिँ नभनी जाऊ, यत्रो मेहनत गरिसकेपछि त छोरा मान्छेले दिनुपर्छ नि त मनी। फाइनली गाइस मैले चाहिँ फुलाइसकेँ होइन। यहाँ चाहिँ रहेको छ ब्राउन अनि फिङ्गर र त्यो रङ्गिनवाला के भन्नु, त्यो रङ्गिनवाला त कलरफुलवाला फिङ्गर चाहिँ मम्मीले ढोक्रोमा हालेर पनि लगिसक्नु भएछ। अनि यो चाहिँ अब यसलाई पनि म प्लास्टिकमा हाल्छु। अनि गाइस अब यहाँ हाम्रो चाहिँ रोटी पोल्ने कार्यक्रम पनि सुरु भइसकेको छ। खासै कतिको चाहिँ आएन, म एक दुईवटा चाहिँ हाल्छु अनि त्यसपछि मम्मीले हाल्नुहुन्छ। क्यामेराम्यान फेरि यता के भयो प्रभु, तर त मैले बोल्दा अलिक राम्रै हुन्छ त। यहाँ त के भएको, यो मुखमा पिसेको यो अब यस्तै 10 दिन पर क्यामेराम्यान रोटी देखाउनु पर्यो खालको। अब चाहिँ राम्रो भयो कि जानी भने त झुपुमा कुटेको चाहिँ राम्रै हुन्थ्यो। रोटी सक्नुहुन्छ यो मम्मीले बोल्नु भएको रोटी अनि मैले बोलेको रोटी। देख्न सक्नुहुन्छ हाम्रो विष्णु गुरुङले खानुभएको रोटी सुरुमै बिग्रियो अरे। मम्मीको झन् टाँसिएन, यो के टाँसियो परै पनि फाल्दा पनि टाँसिँदो रहेछ त। ए परै फालेको देखिरहन्थ्यो त मैले रे काकी, परै फाल्दा पनि टाँसिँदो रहेछ गाइस। हेर साँच्ची परै फाल्नु भएको छ मम्मीले त। म एउटा हाल्छु है त लु अब तरिका पनि नजानेर के परै पुगेको फेरि फ्याट त टालियो। ढङ्ग मरु कसो गरौँ नै भएको त हेर्दै डिफ्रेन्स। हो कि फ्याट्ट फाल्नु हो क्या माइली गुरिकिनले कोदो रोप्दा खाली माथि एउटा फालिदिन्थ्यो अरे, यत्रो यत्रो बाँडा फल्छ अरे। लु म हाल्छु है एउटा ए कहाँ पो फालिदियो साथीहरू। ए हो क्या अलिअलि चाहिँ हुँदो रहेछ, परै नजोड्याउनु पर्ने रहेछ क्या टाल्ने। यो त फोन पक्रेर हो क्या, नत्र म एकछिनमा दामी बनाएर देखाइदिन्छु क्या। मम्मीको देखाइदिएर लास्ट चीटिंग करता है तू, चीटिंग 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 करता है तू। यसले मलाई हिजोदेखिको फोन गरेको आफू नाच्दैथिएको हो। हिजो म नाटकमा थिएँ कि हिजो ह्यान्डसेक गरौँ, तर भिडियोमा कति राम्रो देखेको यो त यार। मेरो कलर त म्याच गरेछ त यार। ओ माई गॉड, यो चाहिँ मेरो साथी है पुरसाङ। हेलो भन्दैन न मेरो, हेलो भन्दैन न मेरो। गजब बेइज्जती है। अन्त
छैन त कति मिनट भयो भयो नि अब एडिट गर्नुपर्छ भनेर एडिट गर्दा कम्ता गाह्रो हो बिचरा बेडा कति बेला लाग्छ हो किन जाने है चिकन लिन जाने है डुल्दा डुल्दै पिङ खेल्न पो आइपुग्यो त पिसल त आऊ अलिक मजाले मचिनु पर्यो क्या अहिले हामी पनि यति हामी चाहिँ यति नि सकिँदैन होला कसले ढकलिदिन्छ त भाइ ढकलिदेऊ न पर डराउने गरी ढकलिदेऊ है भाइ म त नखेल्ने भयो राम 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 ओए कहाँ पुगेको ओ हेर् नि यहाँ ल्या लिङ्गो त्यहाँ चाहिँ लिङ्गो त कटेर के को माथिको टुप्पी नै छुन आँट्छ पुर्साकेर म हेरेको त बेज्जत हुनेछ बिल्ला एक मिनट नहिकन बोलिस अయ్యో म मरिसक्यो हाँसेर लु भन हात कामिसक्यो कस्तो छ अवस्था भन्नुहोस् त सास हेर्नुहोस् त पुग्यो पिङ खेलेर पुग्यो अब नमस्ते पिङ म तिमीलाई कहिले भेट्छु गले मेरो साथ त भयो जाने खेल्यो दसैँको रहर पनि यही पुरा गरियो कहाँ हिँडेको मान्छे कहाँ आइपुग्यो पिङ देखेपछि हामी पनि जाने नजाने आइयो साथीहरू माइत आएपछि यतिको चहलपहल धान्नै पऱ्यो नि होइन कस्तो दामी देखिरहन्छ अस्ति म दसैँमा जाँदाखेरि देखेको क्या दिउँसो भए चाहिँ राम्रो देखिन्थ्यो ल अहिले चाहिँ अब साँच पर्दै गयो नि त त्यही भएर अन्त त्यस्तो राम्रो चाहिँ देखाएन त्यत्तिकैमा चित्त बुझाउनु भन्छ यस्तै बोल्यो भने त म भाइरल भन्छु ल बढी हामी चाहिँ यसो ल घाट गरे जस्तो पनि भयो फोटो डिलिट भइसक्यो होइन साथ दिए जस्तो पनि भयो साथीहरू काम पनि भइहाल्यो त्यो अब यसको दिन गाउँमै बित्ने भयो जस्तो केही छैन अब बाउले बिहा गरिदिन्छ अनि त्यसपछि बुढा घर जाने अनि बुढाले भात पकाउने खुवाउने यस्तै अनि कहिले कहीँ माइत आउँदा भेट्ने दुईजना त हाम्रो त्यही रहेछ त्यही हो मेरो माइत गाउँको नाम फेरि घरको होइन घर पनि भन्नु मिल्दैन माइत भन्नु पर्यो वालिङ है साथीहरू वालिङ कस्तो राम्रो देख्यो क्या सनसेट के भन्नु सन त उहिले सेट भइसक्यो उहिले सेट भइसक्यो र पनि अब सनसेट भन्छ त सनसेट बेलुका हुन्छ बिहान चाहिँ त्यसो सनराइज हुने रहेछ नि के हुन्छ मलाई साइको नआएर मार्छ अनि बिहान सनराइज त हुन्छ त भन्नु पाइएन त पाइयो त हाम्रो खोला पनि छ यस्तो दामी यसले मलाई कन्फ्युज पार्नलाई हो क्या यसो भनेको तर म त्यति साह्रो के भन्छ डम्फु त्यस्तो पनि छैन क्या त्यस्तै मलाई देखाउनु मन लाग्यो यार यही नै हो आजको भ्लग चाहिँ म यतातिरै इन्ड गर्न चाहन्छु होला
है अब कति बेला घरमा गएर बनाउनु पाइँदैन त्यस कारण म पनि लल भएको हौ एकपैक हालेको के हो एकपैक घर आएको छैन मुला अघि चाहिँ पानी भन्छ तर मैले रक्सी खाइसकेको अनि होइन क्या साथी पानी के अरे हाम्रोतिर त खयर हालेर बनाउँछ नि त ल यहाँ त हामी खयर के हाल्दिनौँ। सेतो हो रक्सी पानी हुन्छ अनि भात खायो नि पानी भनेर हालेको त यसो मात्रै गरिरहन्थे झन् मलाई निलिन कस्तो खालको बना अनि हतार खकालेर फाल्दे खुल्ला गरेर। पखालेर फाले होइन पखालेर फाले भन्ने खुल्ला गरेर फाल्दे मैले अनि त्यसपछि भात खाएँ अनि साथीहरू आजलाई म यति भन्दै मेरो भ्लगलाई यतितिर इन गर्न चाहन्छु तपाईँहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट गर्न नभुल्नु होला यति भन्दै बाई बाई गाइस अनि भोलिको भ्लगमा भेटौँला आज चाहिँ एडिट गरेर पछि नै हाल्छ भन्दा चाहिँ बाई बाई